हामी चाहिँ अब यहाँ दाना किन्न लाग्छ माछाको लागि। दाना त कति चाहिन्छ त? दाना अहिले आधा किलो लैजाउँ। हाम्रो फिसिङ रड हो। कतिको पर्छ हेर्नु। अब हाम्रो दिदीको म दाना किन्दैछौँ है। दाना हामीले यहाँ 4वटा दिनु। दाना र मैदा मिक्स गर्यो है। साथै लग्दियो यार। ल दाना र मैदा मिक्स गरी हामीले यहाँ चाहिँ दाना र मैदा मिक्स गरी। दाइ यो मैदा कि आँटा अरे? मैदा। दाना र मैदा अनि फिसिङ रड हामीसँग यहाँ छँदैछ। मैले चाहिँ यो पनि किने है। यो चाहिँ मलाई एकदम मन पनि बगेर हो। यो पनि मैले किने। हामी चाहिँ फिल्म स्थल आइयो है। फाइनल्ली झिक्न पर्यो माछा मार्नको लागि सामान है। त्यही पल्ट थोरै साइडमा झिक्नु पर्ने। सबै मुछिदिने हो र? सबै एकैचोटि हो। को घरिघरि मुखी बल्ल मेरो जिग्री आएन बुढाबुढी। ए म स्याम्पू हाल्नुपर्छ? ए ल जाने बसाउँछ के। म त सक भयो त यार। यो फेरि यहाँ ल है तपाईँ त सेफ मान्छे मजाले मुस्नुहुन्छ पिठो त। के गर्ने त नि अब खुल्ला भाँडामा मजा आउँछ, बन्दमा झ्याउ हुन्छ। माछा पऱ्यो कि तानेको होइन तान्थ्यो होइन अरू केटाहरू। जलखुम्बी अड्किरहेछ। मेरो पनि अड्केछ कि जलखुम्बी। अड्किन्न क्या दाइ। हेर न ऊ कस्तो डोरी कता गयो। ए यसैको मेरो हेर न ऊ डोरी। यो स्विमर हो कि? स्विमर त यहीँ अलिक मजाले पढेर निकालिदिन्छ भन्नु न। स्विमर निस्किहाल्छ यहाँ नि लेउ खेल्न थाल्यो भने त फेरि म त लेउमै चलिदिन्छु फेरि। त्यही स्याम्पू हाल्नु कारण चाहिँ के? यो चाहिँ बसाउने माछालाई भन्नाले के हो र दाइ? हजुर लेउ खेल्ने भन्नाले लेउ आयो होला कि तिनीहरूले लेउमा फेरि छिट्टो पर्छ कि। बुढो नफाल न फेरि आसेको तामाङ आउँछ। कोले फाल्यो भनिदिन्छ नि। फेरि आसेको तामाङ आएर फेरि अहिले यहाँ फाल्ने हुन्छ त। यो माछामा चाहिँ लेउ यो उसमा चाहिँ लेउ बेलेर हाल्यो नि आउँछ आटामा आउँदैन। खालि लेउ मात्रै खेल्ने। लेउ मात्रै हाल्दैन यसरी यो हुँदै। अनि यो स्याम्पू हाल्नु कारण चाहिँ बाँच्नको लागि? बाँच्न आउँछ। तर अलिक गनाउँदो रहेछ त यार। गनाउँछ नि। अहिले हेर न स्याम्पूकै आउँछ बाँच्न एकछिनपछि त। तर मलाई फर्स्ट टाइम थाहा भएको यसरी स्याम्पू हाल्दो रहेछ भन्ने कुरा। अरे केरा हाल्छ, कसैले बिस्कुट हाल्छ, अन्डा हाल्छ, लसुन हाल्छ, छ्याङको पानी हाल्छ। ए ल नयाँ कुरा सिकियो आज है। नयाँ कुरा जानियो आज। हाम्रो चाहिँ माछा पऱ्यो है। सुरुको माछा पऱ्यो। दाइले अर्को नि तानी अरे छ मायामा माछा चाहिँ। ल हाम्रो फर्स्ट बोनी हेर भाइ। फर्स्ट बोनी आयो 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 फर्स्ट बोनी आयो आयो आयो। बुढो स्लोली फुत्केला फेरि। ल ओ टिल्पी आयो। दाइ धागो तानियो नि त यतापट्टिको। ल हाम्रो फर्स्ट बोनी जुरो बिस्तारै झिक हाम्रो फर्स्ट बोनी पऱ्यो। ल गाइस फाइनल्ली हाम्रो माछा पर्यो। मजाकै माछा पर्यो। ओके पर्यो पर्यो। ल ल गाइस फाइनल्ली माछा पर्यो। फाइनल्ली बुढो खुट्टा अड्कियो पऱ्यो मनु। अहिले हामी यहाँ डल्फिनै मारिदिन्छ भन्नु न। ल फाइनल्ली बोनी भयो। ल बुढो त्यो लगाइदिइहाल्नु। ल हाम्रो पाउने पोले बोनी गयो। ल त्यही अर्को ट्राई गर्ने हो कि कुनै हल्ला खाएको? त्यो अल्झियो क्या त्यहाँ। हाम्रो पहिलो आजको बोनी छोडिदिन्छु कि। ल यहाँ छ एउटा सम्म आधी घन्टा भइसक्यो माछा परे छैन होइन दाइ?
अहिले त के भयो फुत्केको के भयो फुत्केको यो माछा ल अहिले फुत्कियो एउटा माछा सिकाइदियो नि आधी घन्टा भइसक्यो माछा कुर्दै बसेको हेरौँ एकछिन अझै वेट गरौँ घन्टा भइसक्यो हाम्रो यहाँ माछा परेन अनि दाना पनि खाइसकेको रहेछ र फेरि दाना हाल्दैछौँ हामीले ट्याक्कै 1 घन्टा भइसक्यो तर माछै परेन आज कुनै के भन्छ बिहान 8 बजेदेखि अहिले 2 बजेसम्म माछा परे 2टा जम्मा 2टा माछा परेको बिहान 8 बजेबाट 2 बजेसम्म असार मसन्तमा आऊ असार मसन्तमा तिमीलाई देखाउँछु माछा म अहिले माछै परेन त असार मसन्तमा आउनु तपाईँले कागज दे ए ल ल ल त दाउरा लिएर आएछ म माछा काम गर्दै बस्छु टक्क माछा म अब यसलाई टक्क भुत्लाई पारेर आन्द्रा बडी फालेर यसको कत्ला फालेर हो टक्क यहाँ बसेर म माछा काम गर्छु हाम्रो ब्रो चाहिँ दाउरा लिएर आउँछ अनि चट्ट पोलपाल पालेर खाइन्छ ल है त अब यहाँ बसेर सुरु गरेँ मैले अब हाम्रो पसल.com को झोलामा लिएर आएको छ है हामीले ल अब चाहिँ हाम्रो आगो त्यो तयार भयो 2टा माछा टक्क धरे यसरी बङ्गेलाई के गर्छस् यतिको आगो लगाइदिने कि सिङ्गा गरिदिने यो सिङ्गा छ खै सलाई तसँग है पहिलाको छ मोडा कुच्चुला माछा नि कुन ठुलो कुनै सानो रहेछ यार म सानो खान्छु त ठुलो खाना हान्ने त हाल्छु खाने बेलामा त ठुलो खाना टक्क यसलाई धेरै नगुजाएर मलाई त्यसैको बिखाउला के हो रे यो मर त रेडी फाइदिएर आइ त्यति के हालेको सिँगै हाल्दैन पुरै यसले त यस्तरी हाल्दो रहेछ त्यो यार ल सट्ट के मसँग चलेछ चस्मा होला नि ल तर्सानी उयो अलि त ग्याप पर्ने हो कि अहिले फेरि जङ्गलै सल्केला फेरि माथि सर्लो क्या सल्किन्न जङ्गल ल आज चाहिँ माछा पोलिङ खाइन् हामीले नुन सुन त के हाल्नु पर्ने हो कि है चाउचाउको सुप भन्दै थिएँ अघिसम्म ओए हो ल आगोतिर हालिहाल तर त कालो मात्रै हुने भने माछा साइडको झिक्दिउँ मलाई मेरो नबिगार अब त्यो त बिग्रियो मेरो नबिगार ओए खोपाइ छैन कत्ला पुरै पोलियो नि त ले आगो एकातिर माछा एकातिर आलु पोल्यो जस्तो भयो माछा झिक्न पऱ्यो क्या दोस्त हातल्न हातल्न सकिन्छ पनि यस्तो ताता ला पुच्छरै उड्यो तेरो पुच्छरै उड्यो गाह्रो झिक्ने भाइ यस्तो उस गर्न हो कि युज दुईतिर हुक हाल्नु हो त्यसरी हाल्नु 2टा सिङ्कल दुईतिर माछा पोलेर खाइएला त भाइ खराब भयो नि आगो खैदिन छैन हाम्रो त आगो एकातिर धेरै गयो क्या दोस्त यही खान्छ यो त सम्झे नि के हो तेरो यस्तो हँसायो त्यो माछा पित्लै भइसक्यो यार माछा एकातिर हड्डी एकातिर भएर त चोरिन लाग्यो भन्ने बेला चुड्डेको यार हँसाइछ यार
उही मेरो नि गयो यार छोड्दै त अब बिजोग हुन्छ अब बिजोग हुने भयो माछा त गयो यार उतुन तान्नु भाइ टाउकै खानु पर्छ तँलाई फेरि सरले मेरो नि गयो क्या धान त पाकिसकेको रहेछ कि मेरो नि त्यस्तै भयो कि अब ए भाइ माछा पित्री भयो त सायद हिलै भयो त यार त्योभन्दा बढी मेरो पाके खाने भाइ यी फाइनली झिक्यो गाइज आहा पाके छ भाइ ग्रिल फिस भन्दै यस्तो नि के भिडियो खिचेर हालेको भनेको माबिल्ला नपाके त ल साथीहरू आजलाई बाहिर है आजको भ्लग चाहिँ म यहीँ अन्त्य गर्न चाहन्छु नास्तालदेखि माछा लिएर आएर यहाँ टिपङतालमा पुगेर खाइयो र आजको छुट्टी इन्जोय गरियो हस् बाई बाई सी यू नेक्स्ट भिडियो गाइज